हेलो फ्रेंड्स, म चाहिँ आज तिलको लड्डु बनाउँदैछु। म चाहिँ अहिले तिल भुट्न आँटेको कराई गरम गर्दैछु। अहिले कराई गरम भइसक्यो। अब तिल हाल्दैछु। अब मकर संक्रान्तिको लागि तिलको लड्डु बनाउने हो। यसलाई चाहिँ मजासँगले भुट्नुपर्छ। यसलाई चाहिँ 5 मिनट जस्तो यसरी मजाले भुट्नुपर्छ। त्यसको बादमा अनि फेरि चटचट चटकिन थालेपछि चाहिँ अनि निकाल्दिएर चाहिँ निकाल्दिनुपर्छ अनि डल्लो बनाउनुपर्छ। फेरि यतिको भइसक्यो। अब लगभग भइसक्यो यसलाई। अब म यसलाई अब उतारिदिन्छु। उतारेर चाहिँ खनाइदिन्छु यसलाई। अब यसमा खनाइदिन्छु अनि फेरि अब यही कडाईमा म सेतो तिलको पनि अलिकति बनाउनेवाला छु। फेरि सेतो तिलको लड्डुको लागि फेरि कडाई बसाल्दिएँ। फेरि सेतो तिलको लड्डु बनाउँदैछु। फेरि सेतो तिल भुट्दैछु अब लड्डुको लागि। यसलाई पनि त्यसरी नै कालो तिल जस्तै त्यसरी नै भुट्ने हो। यसलाई पनि मजासँगले भुट्ने। अलिकति ब्राउन कलर हुन्जेलसम्म भुट्नुपर्छ यसलाई चाहिँ, किन सेतो तिल हो। अलिक रातो रातो हुन्जेलसम्म भुटेपछि चाहिँ राम्रो हुन्छ। त्यही भनेर चाहिँ भुट्दैछु। यतिको भइसक्यो। अब लगभग यो भइसक्यो। अब अलिकति फेरि पानी हालेर त्यही कराईमा गुडलाई पिगाल्नेवाला छु। यसमा चाहिँ फेरि अब चाहिँ यसमा गुड हालिदिन्छु। गुड पिगालेर चाहिँ अनि फेरि यसलाई चास्नीको लागि गुड पिगाल्दैछु। यति गुड पिगालेपछि चाहिँ अब फेरि यसलाई मजासँगले पकाउनु पर्ने हुन्छ। त्यो कडाई चाहिँ उयो भुटेको हुनाले चाहिँ अलिक कालो कालो देखिँदैछ। तिल भुटेको हुनाले चाहिँ त्यही कडाईमा अनि यसरी मजासँगले अनि यो गुडलाई पकाइसकेपछि चाहिँ यसरी झाग निस्किन थाल्छ। मजाले पकाउनुपर्छ तिललाई चाहिँ, त्यहाँबाट चाहिँ लड्डु राम्रो हुन्छ। यसरी चाहिँ मजाले हिल्दै मजाले पकाउनुहोस् कम्ती आँच गरेर। यो चाहिँ मजाले पकाउँदैछु यसलाई चाहिँ। अब यतिको भइसकेपछि चाहिँ फेरि अलिकति मैले यसमा चाहिँ घिउ लगाइदिएको छु, अलिकति 1 चम्चा जस्तो। अनि फेरि यसलाई चाहिँ राम्रोसँग मिलाइदिएर चाहिँ लगभग हुन आँटिसक्यो। यसरी पानीमाथि राखेर चाहिँ अलिकति हेर्नुहोस्। यतिको भइसकेपछि चाहिँ पर्फेक्ट बनाउनको लागि चाहिँ रेडी भइसक्यो। अब रेडी भइसक्यो। गुड चाहिँ पाकिसक्यो। यतिको भएपछि चाहिँ भइसक्यो। अब चाहिँ फेरि यसलाई चाहिँ त्यो जुन भुटेको तिलमाथि चाहिँ यो राखिदिँदैछु। यो राखिदिएर चाहिँ मजासँगले मिलाउनुपर्छ यसलाई। एउटा चमचले मजासँगले चाहिँ मिलाइदिनुपर्छ। तपाईँहरूलाई कस्तो अब ज्यादा गुडको मनपर्छ कि कम्ती मनपर्छ त्यो आफ्नो हिसाबले चाहिँ हाल्नुहोस्। मलाई चाहिँ अलिक ज्यादै मन परेर चाहिँ अलिक बेसी नै हाल्छु। र कम्ती बनाउँदैछु। अब तपाईँहरूले अब ज्यादा बनाउनुहुन्छ भने अलिक ज्यादै गुड पिगालेर हाल्न सक्नुहुन्छ। कम्ती बनाउनु हुँदैछ भने कम्ती हाल्न सक्नुहुन्छ। मैले चाहिँ अलिकति मात्रै बनाएको। म चाहिँ यसरी चाहिँ बनाउँदैछु। अलिक कम्ती हुन्छ जस्तो लाग्यो। फेरि अलिकति गुडको चास्नी थप्दैछु। यसरी चाहिँ मजासँगले मिलाएर चाहिँ अब यसलाई चाहिँ लड्डु बनाउनु पर्ने हुन्छ। यसरी चाहिँ गरम गरम यसरी डल्लो पारेर चाहिँ म लड्डु बनाउन थालेँ। कति राम्रो लड्डु बन्यो त। फेरि यस्तै किसिमले चाहिँ सबै लड्डु यसरी नै बनाउनुपर्छ। अलिक गरम बनायो भने चाहिँ अलिक राम्रोसँग बनिन्छ। ठन्डा भयो भने चाहिँ पुरा चिप्किन्छ र अलिक गरम नै बनाउनुपर्छ। यसरी चाहिँ कालो तिलको चाहिँ मैले लड्डु बनाउन थालेँ। अब चाहिँ फेरि त्यो नेक्स्ट स्टेप चाहिँ फेरि त्यही सेतो तिलमा चाहिँ फेरि त्यसरी नै गुड हाल्दिएँ। गुडको चास्नी त्यही हिसाबले चाहिँ फेरि त्यही प्रकारले चाहिँ फेरि बनाउन सुरु गर्न थालेँ। यसरी चाहिँ मजाले मिलाइदिने।
चास्नी हालेर अनि त्यसको बादमा चाहिँ अलिकति भएको चास्नी पनि फेरि थपेर चाहिँ मजासँगले मिलाएर त्यही किसिमले चाहिँ मैले बनाएर रेडी गरेँ। देख्न सक्नुहुन्छ।